Hello guys, welcome back to our channel and we are again back with our new video and आजको भिडियोमा चाहिँ डिस्क्लोज गर्नेवाला छौँ that in the last video हामीले भनेको थियौँ that we are coming out with an exciting things and आज चाहिँ हामी त्यो कुरो डिस्क्लोज गर्न गइरहेको छौँ and that exciting things चाहिँ के हो भन्दाखेरि we are starting a new business and talking about new business डिटेल्स के हो कस्तो हो के को बारेमा बिजनेस हो भन्ने कुरा चाहिँ हामी सविताले भन्नुहुन्छ तपाईहरुलाई। हेलो एभ्रीवन है जस्तै अब दोर्जीले अघि नै भनिसक्यो है अब हामी एउटा बिजनेस स्टार्ट गर्दैछ भनेर यस त्यो चाहिँ खासै के हो भन्दाखेरि चाहिँ हामीले चाहिँ एउटा क्लोदिङको लागि हामीले यो बिजनेस खोल्दैछ। त्यो चाहिँ के हो भन्दाखेरि चाहिँ हामीले एउटा कुर्ताको लागि या कुर्ता या फिर कुर्ता र इयरिङ्सको हामीले खोलिरहेको छ यो। So basically हामीले clothing online clothing business start गर्दैछौँ है and not only online clothing with offline पनि गर्छौँ and clothing with earrings है and basically clothing मा चाहिँ कस्तो खालको clothing हामीले स्टार्ट गर्दैछौँ भन्दाखेरि for the first time we are starting with कुर्ता है basically लेडिजहरुको कुर्ताको क्लोथिङबाट चाहिँ हामी स्टार्ट गर्न गइरहेको छ and बादमा हामी बिस्तारै बिस्तारै अरु आइटम्सहरु पनि एड गर्न सक्छौँ है and बेसिकली यो हाम्रो जुन बिजनेस छ त्यसको नाम चाहिँ के छ तपाईहरुले इन्स्टाग्राममा गएर या त फेसबुकमा गएर तपाईहरुले हामीलाई फलो गर्न सक्नुहुन्छ and बेसिकली हाम्रो बिजनेसको पेजको नाम चाहिँ छ मेरो अनलाइन स्टोर and मैले तपाईहरुलाई यो नाम भन्दा मेबी तपाईहरुलाई हिट भयो होला दैट यो नाम त मैले पहिला पनि सुनेको भनेर है and यस यो बिजनेस मैले पहिल्यै नै स्टार्ट गरिसकेको थिएँ but because as I already told you in my previous video that because of my busy schedule I couldn't able to continue that business and right now हामी दुईजना मिलेर चाहिँ यो बिजनेस जुन हामीले पहिला स्टप गरेको थियौँ त्यो बिजनेस चाहिँ अहिले हामी फेरि ब्याकअप गर्दैछौँ। सो आई होप तपाईहरुले यो बिजनेसलाई सपोर्ट गर्नुहुन्छ होला हामीले सपोर्ट गर्नुहुन्छ होला भन्ने आशा गर्दछौँ। सो बेसिकली तपाईहरुले अब पेज इन्स्टाग्राममा गएर तपाईहरुलाई पेज खोज्नु अलिकति साह्रो पर्यो भने हामीहरु बेसिकली फेसबुकको एन्ड इन्स्टाग्रामको पेजको लिंक हामी डिस्क्रिप्सनमा हालिदिन्छौँ। तपाईहरुले त्यहाँ गएर त्यहाँबाट पनि चेक गर्न सक्नुहुन्छ एन्ड यस यही कुरो थियो तपाईहरु माझ भन्नुपर्ने है। सो आई होप तपाईहरुलाई हाम्रो यो आइडिया हाम्रो यो भिडियो हाम्रो यो बिजनेस मन पर्छ होला भन्ने आशा गर्दछु। सो इफ यु लाइक दिस भिडियो then don't forget to like, share and subscribe. See you in next video.